हेलो साथीहरू, आज पनि म मेरो यो प्यारो फाइटरलाई लिएर आइसकेको छु तपाईहरुमाझ। आज यो फाइटरको भिडियो म लिएर आइसकेको छु। आज चाहिँ मैले यसको खाना चाहिँ यहाँ छ। यसलाई चाहिँ दाना भनिन्छ। अस्ति पनि मैले यसको बारेमा अलिकति भिडियो बनाएको थिएँ, टोयलेट गर्ने बारे यताउता यसको। आज चाहिँ खाना खानेको बारेमा म भिडियो बनाउँदै छु। यसको फाइटर के खाने तिमी? आज चाहिँ हातले दिएको खाना खाने मन गरेछ। यसले भुइँमा राख्यो भने नखाने, भुइँमा राख्यो भने नखाने, मुखैमा खुवाउ भन्छ। खोइ किन हो आज चाहिँ के भएछ यसलाई? फाइटर आऊ, मकै खान आऊ, यहाँ आऊ, मकै खान आऊ। फाइटर आऊ, यहाँ आऊ, यहाँ आऊ, मकै खान आऊ न। किन त्यता गएको नि? के भयो? आज अलिकति निष्ठुरी भएछ, अलिकति रिसाएको जस्तो भएछ यो न। फाइटर यता हो न, किन त्यहाँ बसिरह? किन के भयो आज? आज तिमीलाई यहाँ अनौठो लाग्यो हो न? यसरी हातैले देऊ भन्छ खोइ न, हातले देऊ भन्छ। यसरी कुरुङ कुरुङ गरेर खानु मन पराउँछ। यो चाहिँ उनीहरूको दाना हो। त्यहाँबाट देखिँदैन होला, म चाहिँ यसरी देखाइदिन्छु। त्यही कलरको फ्रुट कलरहरू फ्रुट सुकाएर बनाएको हुन्छ। आज चाहिँ हातैले खाना खुवाउ भनेर मसँग अलिकति रिसाएको जस्तो हो कि खोइ के हो यसलाई आज के चरेछ? यसरी हातले खाऊ भन्छ। ल स्याउ खाऊ नि त। स्याउ नखाने? यो स्याउ खाऊ, यो स्याउ खाऊ न। फाइटर यहाँ आऊ। आज चाहिँ भनेको पनि अलिकति नमान्ने भएछ। आज चाहिँ खोइ के भएछ यसलाई? अलिकति भाउ खोजिरहेछ यसले। फाइटर आऊ, यहाँ आऊ, यहाँ आऊ भनेपछि उता जान्छ। अस्ति चाहिँ त्यस्तो गर्दैन थियो, आज चाहिँ खोइ के भएछ यसलाई? न मकै खान आऊ न, हातले दिन्छु। आऊ आऊ न, आऊ ल, यहीँ राखिदिन्छु। ल यसमा खाने, यसरी खाने। ल यसमा खाने, पल्टाउने होइन नि त न। हो यसमा खाने न, हातले दिने न, हातले दिन्छु न। के भयो के भयो के भयो तिमीलाई न? मकै खाने कि के खाने? तिम्रो यहाँ मकै पनि छ। किन उता गएको? यहाँ आऊ न, यहाँ उता मात्रै जाने। ऊ तिम्रो फेभरेट यहाँ हेर, उसको मनपर्ने यो चाहिँ चराहरूले खाना खाने चाहिँ उसलाई मनपर्छ, त्यही नदिएर यो नि ऊ टुस्केको हो कि खोइ के भन्ने। ल आऊ, अब चाहिँ दौडेर आउँछ यो। ल ऊ यहाँ राखिदिएछु न। ऊ एउटा सानो गोलबिरा पनि छ। फाइटर के भयो तिमीलाई? आज के भयो? किन त्यस्तो रिस? आज रिस देखा हेर्नु नि कस्तो रिसाएको आज। आज चाहिँ रिसाइरहेछ। के भएछ खोइ कुन्नी? फाइटर यता आऊ भन्ने त किन उता गरेर बसिरहेको तिमी? लिने हो, यसरी भी गर्ने, यसो भी गर्ने भनेको हो। यसो भी गर्ने, भी गर्छु नि त। ल भी गर्छु। ल माया गर भने यसरी हो। माया गर भनेको, माया गरेन भनेको हो। माया गरेछ नि तिमीले। ल के गरेको? ल खाऊ। यही खाना खोजेर यो राखिदिएन भनेर रिसाएको जस्तो छ यो हो। त्यो नराखेकोले रिसाएको हो तिमी? हेर्नुहोस् यस्तो छ। ल जनावरहरू त यस्तो छ। अनि हाम्रो बालबच्चाहरू अनि रिसाउँदैन? आफूले भनेको चाहेको चिजहरू पाएन भने यस्तो हुने रहेछ। अब यसले यो खाने गर्थ्यो
पहिला पनि अलिअलि खाने गर्थ्यो। आज चाहिँ मैले यसलाई चाहिँ त्यो नदिइकन यहाँ चाहिँ मकै केलाएर खानिदिइरहेको थियो। अघि मकै चाहिँ मजाले खाइरहेको थियो, केराउहरू मकैहरू यसरी हातले दिँदा खोइ अहिले खान्छ कि खाँदैन हेरौँ न। केराउ खाने केराउ खाने एउटा शाबास हातले दिने यसरी। आज त खोइ किन ठुस्किएको रिसाएको रिसै छ। जहिले पनि चञ्चल हुने यो उसको प्यारो चिजै खाँदैछ, यस्तो हुन्छ। यहाँ पानी छ, पानी पोख्ला न, मकै खाऊ। नखाने किन फ्यालेको? उता नफर्क्यो, उता फर्क। यता छ, तिम्रो भिडियो बनिरहेछ है। भिडियो बनाएकोले यो ठुस्किएको जस्तो छ हो, मन पर्दैन। यो खाऊ। यो चाहिँ यिनीहरूको खाना। यहाँ चाहिँ पेन्सो भनेर भन्छ। यो चाहिँ विभिन्न घाँसहरू, सुकेको घाँसहरू पेलेर यसलाई यसरी गरेर बनाएको हुन्छ। अनि यसमा चाहिँ विभिन्न फ्रुटहरू, गहुँहरू, मकैहरू मिक्स गरेर यसरी यिनीहरूको प्याकेटमा आउँछ यो खाना। यसमा चाहिँ अब यिनीहरूले मनपर्ने छानेर खाने गर्दो रहेछ। आज चाहिँ यहाँको सबै मकै खाइसक्यो उसले। मैले मकै केलाएर दिइरहेको थिएँ अघिदेखि यसरी। ल मुख बिजी छ है। मुख बिजी छ, मकै खाने न, हातले यसरी दिनुपर्ने हो। बस्यो त त्यहाँ। अहिले बल्ल बुझेँ। ल अघिदेखि किन रिसाएको भनेको त यो खान नपाएर रिसाएको रहेछ। यो चाहिँ हाम्रो प्यारो फाइटर हो। यसको नाम फाइटर हो। यो बच्चा बेला चाहिँ धेरै यो चाहिँ अरूसँग झगडा मात्र गर्छ, त्यही भएर यसको नाम मैले फाइटर राखिदिएको थिएँ। जो देखे पनि झगडा गर्न जान्थेँ यसरी ठिसाउँ गरेर। त्यही भएर मैले यसलाई फाइटर नाम राखिदिएको। आज चाहिँ रिसको फाइट देखाएछ यसले। रिसको फाइट देखाएको तिमीले हो न। त्यहाँ नो यो त दिन्न म, यो त नदिनु। तिम्रो फेभरेट छ मकै खाने। खै यता फर्किनु। मकै खाने, मकै अर्को यहाँ छ त मकै हेर। हो खोइ किन फ्यालेको न। हो मकै पनि पुग्यो। अब यो खाने यो हो, खानु पुग्यो जस्तो छ है। आउने हो। ल हेर आज चाहिँ यसको रिस देखेँ। ल हेर्नुहोस्, यसलाई मैले अब यसरी बोकेँ है। अब यसरी नाच्ने पनि मन पराउँछ। यो यसरी नाच्नु मन पराउँछ। यसरी गमक्क पर्छ। यसो गर नगर। गमक परेको फाइटर गमक परेको। किन आज यसलाई माया पुगेन हो? माया पुगेन तिमीलाई हो? आज किन नि त्यस्तो गमक्क परेर रिसाएको जस्तो गरेर तिमीलाई भाउ खोजेको हो? यो चाहिँ यस्तो ल। आज चाहिँ धेरै माया गर भनेको छ। खोइ किन हो आज रिसाएको रिसै छ यो। ल दर्शकबिनहरू त्यही हो मेरो फाइटर है। फाइटर एकदम प्यारो फाइटर। आज चाहिँ एकदम अलिकति गमक्क परेर रिसाएको दिन। मैले केलाएर खान दिएँ, मकै अलिअलि खायो। उसको फेभरेट खाना नदिएकोले गमक्क रिसाएर देखाएको। बस पुग्यो। यस्तै छ साथीहरू। अब हाम्रो
बालबच्चाहरू पनि आफूले भनेको चिजहरू पाएन भने यसरी रिसाउँछ होइन। अब जनावरहरूले त यसरी अब आफूले चाहिएको चिजहरू पाएन भने यसरी अब अलिकति रिस देखाउने, अलिकति अब के भन्ने, यस्तो गरेर देखाउँछ भने त्यही भएर आफ्नो छोराछोरीहरूलाई पनि हामीले चाहिएको, उनीहरूले खोजेको चिजहरू हामीले पुर्याइदिनुपर्छ। उनीहरूले के खोजेको त्यो हामीले बुझ्नुपर्छ भन्ने अब यही हो आजको भिडियो। यहीसम्म मात्र है त साथीहरू। ल नेक्स्ट टाइममा अब अर्को भिडियो लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि आजको भिडियोलाई म यहीँ टुङ्ग्याउन चाहन्छु। म यसै अब खरायोको भिडियोहरू म ल्याउँछु यो च्यानलमा। तपाईँहरूलाई खरायो मनपर्छ भने एउटा लाइक सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला भनेर आज चाहिँ बिदा माग्न चाहन्छु। ल नमस्ते।